मेरो बहिनीलाई चाहिँ भिडियोमा आजकल केही देख्नै हुँदैन, के देखे पनि यो बनाइदिए हुन्थ्यो भनेर सुनाउने बानी के। अनि अस्ति बिदाको बेलामा चाहिँ उसको साथी पनि आथ्यो के, हेर्नु त दिजु भन्दै एउटा भिडियो देखायो हैन, चिज मोमोको रहेछ, कस्तो मिठो नभए नि होला जस्तै बनाइदिनु न मलाई भन्यो थियो हैन। मेरो चाहिँ त्यति बेला काम थियो अनि म त भ्याउँदिन, मैले बना अनि साथीलाई पनि खुवा भनेर म चाहिँ गएँ हैन आफ्नो कामतिर। भरे आउँदा फेरि चाहिँ कस्तो भयो त नि भनेर सोधेको के, मिठो नहुने रहेछ अरे के, मिठो भएन त नि, चिज हालेको पुरा नमिठो हुन्छ भनेर भनेको। बनाउने जानिन, मेरो त सबै चिजहरू डढ्यो रे, मोमो पनि यता र उता गयो, हुँदै भएन भने थिएँ। मैले चाहिँ ढङ्ग भए पो रङ्ग आउँछ त नि, ढङ्ग पनि हुनु पर्यो नि पकाउन भनेर भने कि। अनि सुनाउन पर्यो नि त, यसो एक दुई वचन सुनाइदिएँ त्यही। अनि त्यसले अनि हजुरले बनाइदिनु न भनेर आधा चिज चाहिँ राखेर रहेछ कि बनाइदियो भनेर। मैले चाहिँ ल हेर यसरी हो बनाउने भनेर बनाउनतिर लागे साथीहरू। एकदमै मिठो भएको थियो, पनि घरमा ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। बाई बाई।